जेएफटी गाइड विथ विकास डे 2 भिडियो 1। जेएफटी फर्म भर्दा के चाहिन्छ यो एकदमै महत्त्वपूर्ण हुन्छ। तपाईँहरूले योभन्दा पहिलाको भिडियोहरूमा चाहिँ जेएफटी भनेको के हो, जेएफटी पास गरेपछि अनि एसएसडब्ल्यूमा आउनको लागि स्किल पनि पास गर्नुपर्छ, कुनै एउटा सेक्टर चुज गरेर तपाईँहरू आउन मिल्छ भनेर मैले यो दुईवटा भिडियोहरू बनाइसकेको छु। योभन्दा पहिलाको भिडियो हेर्नु होला र तपाईँले मेरो यो टिकटकको यहाँनिर तपाईँको देख्दै हुनुहुन्छ होला, यहाँनिर प्लेलिस्ट छ, यो प्लेलिस्टबाट तपाईँले हेर्न सक्नुहुन्छ। मैले जेएफटी गाइड विथ विकास भनेर राखेको छु र आज कुरा गरौँ जेएफटी फर्म भर्दा के चाहिन्छ है। र यो जेएफटी फर्म भर्दाखेरि चाहिँ तपाईँहरूले धेरै साथीहरू चाहिँ खुल्ने दिन चाहिँ धेरैजना डकुमेन्टहरू तयार नभएर चाहिँ सिटहरू गुमाउँछन् क्या। आज म तपाईँलाई जेएफटी फर्म भर्नु अघि के कुराहरू रेडी गर्नुपर्छ भनेर तपाईँहरूलाई म बताउँछु र फर्महरू चाहिँ खुल्न लागेको छ। यो कुराहरू मैले अलरेडी भनेको छु, अझै तपाईँलाई थाहा छैन भने मेरो पुरानो भिडियो हेर्न सक्नुहुनेछ। र तपाईँहरूले सबैभन्दा पहिले चाहिँ पासपोर्ट चाहिन्छ, भ्यालिड पासपोर्ट भएको चाहिन्छ। तपाईँले पासपोर्ट चाहिँ बनाउनु पर्छ भन्न चाहन्छु। र तपाईँले प्रोमेटिक आइडीहरू बनाउनको लागि चाहिँ नाम जन्ममिति विवरणहरू चाहिँ ठ्याक्कै मिल्नुपर्छ तपाईँको। यो कुरा एकदमै ध्यान दिनु होला र स्पेलिङहरू मिस्टेक गर्नु भएन। र त्यसै गरी प्रोमेटिक आइडी बनाउनु पर्ने हुन्छ। प्रोमेटिक आइडी बनाउनको लागि म पछि सिकाउँछु तपाईँहरूलाई, अर्को भिडियोमा आउनेछ यो कुराहरू। र फर्म खोल्ने दिन चाहिँ तपाईँले एकाउन्ट बनाएर तपाईँ टाइम लस चाहिँ नगर्नु होला। अगाडि नै तपाईँले फर्म भर्नको लागि प्रोमेटिक आइडीहरू बनाएर राख्नुपर्ने हुन्छ र आइडी लगइन गरेर राख्नु होला भन्न चाहन्छु। र इमेलहरू तपाईँको चाहिन्छ, इमेल अथवा जिमेल तपाईँले बनाएको हुनुपर्छ यो भन्न चाहन्छु। र त्यसै गरी पेमेन्ट रेडी, यो एकदमै महत्त्वपूर्ण पार्ट हो। पेमेन्ट रेडी चाहिँ तपाईँले तपाईँको नेपालमा हुनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ कार्डबाट, भिजा कार्ड, मास्टर कार्ड के छ तपाईँको, त्यो कार्डबाट तपाईँको डेबिट क्रेडिट कार्डबाट गर्न मिल्छ भने, जापानमा हुनुहुन्छ भने चाहिँ पेपेबाट पनि फर्म भर्न मिल्छ है, पैसा पेमेन्ट गर्न मिल्छ। र अगाडि नै तपाईँले चाहिँ बनाएर राख्नु होला, ब्याङ्कहरूबाट तपाईँले बनाउन मिल्छ, यो एकदमै सजिलो छ। र अर्को भनेको चाहिँ इन्टरनेटको स्पिडहरू चाहिँ एकदमै राम्रो चल्ने ठाउँमा चाहिँ तपाईँले त्यो फर्म खोल्ने दिन चाहिँ बस्न सक्नुहुन्छ भन्न चाहन्छु। मोबाइलको डाटाहरू अझ राम्रो छ भने त्यहाँबाट पनि तपाईँले लगइन गरेर तपाईँले गर्न सक्नुहुन्छ। र टाइम म्यानेजमेन्ट एकदमै गर्नुपर्ने हुन्छ। फर्म खोल्ने समयमा चाहिँ तपाईँले अलिक समय चाहिँ केही नगरिकन एकदम फर्मलाई नै टाइम दिनु होला भन्न चाहन्छु। रिफ्रेस चाहिँ बारम्बार गर्न मिल्दैन, गऱ्यो भने चाहिँ तपाईँको फेरि 20 मिनट पछि तपाईँले फेरि लगइन गर्नुपर्ने हुन्छ। एकदमै ख्याल गर्नु होला। र सेन्टर र डेट भन्ने कुराहरू चाहिँ तपाईँको यहाँ कति गते रोज्ने, तपाईँले कुन महिनाको कति गते रोज्ने, डेट कति गते रोज्ने, यो कुराहरू सबै हामीले चुज गर्न मिल्छ। यो कुराहरू बुझ्नु होला। र जापानमा हुनुहुन्छ भने चाहिँ ठाउँहरू पनि, प्रिफेक्चरहरू पनि चुज गर्न मिल्छ। तपाईँको नेपालमा हुनुहुन्छ भने चाहिँ काठमाडौँ नै हुन्छ, ललितपुर, भक्तपुर यस्तै तपाईँको एरियामा, अनि पोखरामा छ होला होइन। तपाईँले यो बुझ्नुभयो। र आजको मेन तपाईँलाई टपिक मैले भनेको नि, तपाईँले के गर्नु पर्यो, जेएफटी फर्म भर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू के हुन्छ, के सामग्रीहरू चाहिँ तयार गर्नुपर्छ भन्ने कुराहरू म तपाईँलाई आज यो डे 2 को पहिलो भिडियो तपाईँलाई मैले भने। पासपोर्ट रेडी गर्नु पऱ्यो, प्रोमेटिक आइडी रेडी गर्नु पऱ्यो, इमेल रेडी गर्नु पऱ्यो, पेमेन्ट रेडी गर्नु पऱ्यो, र इन्टरनेट चाहिँ राम्रो चल्ने ठाउँमा तपाईँ हुनुभयो भने चाहिँ तपाईँले फर्म भर्न सक्नुहुन्छ। फर्म चाहिँ फेरि जुलाईको तपाईँको 28 तारिक खुल्दैछ भन्न चाहन्छु। के थप कुराहरू चाहिँ म तपाईँलाई फेरि अर्को भिडियोमा ल्याउने छु। हाम्रो यो जेएफटी विथ विकास गाइड चाहिँ तपाईँले चाहिँ हाम्रो यो तपाईँले टिकटक अन्तर्गत हेर्दै हुनुहुन्छ भने टिकटकलाई फलो गर्नु होला। र त्यसै गरी तपाईँले युट्युब अन्तर्गत हेर्दै हुनुहुन्छ भने युट्युबलाई पनि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र तपाईँको लागि यस्तो भिडियोहरू म ल्याउने छु। जेएफटीको तपाईँलाई मैले 14वटा भिडियोहरू हाल्ने छु। यो मेरो चाहिँ क्याम्पेन चलाइरहेको छु मैले। सबै कुराहरू तपाईँलाई तपाईँको सेटमा तपाईँलाई मैले समावेश गर्ने गरी चाहिँ भिडियो बनाइरहेको छु। हस्त नमस्ते, बाई।